हेलो गाइज वेलकम ब्याक माई न्यू एपिसोड है। नुडल बोइल हुँदैछ। तपाईँलाई निकाल्न पर्ने हुन्छ यहाँबाट छानेर। यो चाहिँ हाम्रो स्प्यागेटी है। ट्यापको अब यो निकालेर भए चाहिँ यसलाई रेस्ट दिएर 2% चाउमिन चाहिँ हाल्नु पर्ने हुन्छ है। अर्डर हेर्दै जानु होला। नुडल पनि बोइल भयो। अब हामी चाहिँ यसलाई सेलाउन दिन्छौँ है। हाम्रो यहाँ नुडल चाहिँ सेलाइरहेको छ है, हेर्न सक्नुहुन्छ। यो चाहिँ मैले चिकन फ्राई गरिरहेको छु। एउटा निकाल्छु, साइडमा भयो है। अब यो चाहिँ मैले चाउमिन बनाउनु लाग्यो है, हेर्दै जानु होला है। केही रकेट साइन्सहरू छैन नुडल बनाउनुको लागि, तपाईँले आफै घरमै बनाउन सक्नुहुन्छ। अब हामी सिजनिङ गर्छौँ, थोरै सल्ट, थोरै टेस्टिङ पाउडर एन्ड व्हाइट पेपर है। यति नै हो बस। अनि हल्का लाइट सोया या डार्क सोया के छ अभाइलेबल त्यो हाल्न सक्नुहुन्छ। यो चाहिँ मैले 2% नुडल बनाएको थिएँ है, हेर्दै जानु होला। अब यो हाम्रो अर्डरको थियो, अब यो कस्टमरलाई जान्छ। फाइनली गाइस अर्डर पनि सक्यो। अब मोमोतिर जानुपर्ने हुन्छ है। यो चाहिँ हाम्रो मोमोको आटाको लागि है। 2 केजी मैदा वेट गर्दैछु म। यसरी छान्नुपर्छ, नत्र गिर्खा गिर्खा नै हुनसक्छ। त्यही भएर पहिला हामी चाहिँ छान्छौँ है यसलाई चाहिँ। 2 केजी मैदामा 1 लिटर पानी हाल्छौँ। यो चाहिँ मोमोको लागि है, मोमोको लागि आटा गुनेको। आज मोमो बनाउने हो मस्त मोमो। यो चाहिँ हाम्रो किमा है मोमोको। यो चाहिँ हाम्रो हिजो बनाएको। प्लस यहाँ चाहिँ हाम्रो आटा भइसकेको छ है। बन्द गर्नुपर्ने हुन्छ। हाम्रो आटा नि भयो। आयो है हाम्रो बिरयानी चाहिँ बस। यो चाहिँ हाम्रो भेज बिरयानी है। बस खुसबुसँग खुसबु। कसरी बनाउनु भयो यस्तो खुसबु आउने तरिकाले? बबाल छ त खुसबु यार। यो चाहिँ हाम्रो सलाद। के भन्न चाहनुहुन्छ सर? स्पेसल हो? ठिक छ। आज हाम्रो गेस्ट चाहिँ जम्मा 3 जना मात्रै हुनुहुँदो रहेछ है बिबीमा। आज खासै काम छैन। हामी त्यही भएर मोमो बनाउँदै बस्छौँ आज। मोमो चाहिँ मस्त भइसक्यो रेडी। हेर्न सक्नुहुन्छ पेडा भयो। पेडाहरू काटेर मोमो बनाउनु पर्छ। यो चाहिँ हाम्रो बेल्ने स्टाइल है, हेर्नुहोस् है कसरी बेलेर हो मैले। अनि हजुरहरूलाई मेरो भिडियो हेरेर कस्तो लाग्छ कमेन्ट गरिदिनु होला है। ल गाइस हेर्नु त आजको डिसभरिको अझै छ यत्रो मोमो बनाउन बाँकी। यो चाहिँ हाम्रो किमा। हामी चाहिँ मोमो बनाएर सकिनलाई है। मोमो बनाउनको खुट्टैदेखि बेल्दा उभिएर बेल्न पर्छ, त्यही भएर। अनि बेलुकाको 6 बजिसक्यो। हाम्रो चाहिँ यहाँ सब्जी बन्दैछ स्टाफको। कमल भाइ हजुर सर, के छ खबर? ठिकै छ सर। सब्जी आज मिठो मिठो होला जस्तो हो त। ठिक छ है, गर्दै गर है। सो अब हाम्रो चाहिँ खाना खाने टाइम भयो है। खाना चाहिँ हेर्न सक्छ। रातिको 10 बजिसक्यो। अब हाम्रो एउटा खानासाना खाएर क्लोजिङ टाइम हुन्छ होइन? आशा सर के छ बाजु सर? के भन्नु चाहनुहुन्छ? भ्युअर्सहरूलाई के भनिदिनु न त यस्तो टेस्ट। भ्युअर्सहरूलाई के भनिदिनु न त एउटा। पागल भएर हिँड्नु पऱ्यो। थाहा छ। ठिकै छ। अब हजुरहरूलाई कस्तो लाग्यो भिडियो कृपया कमेन्ट गरिदिनु होला। यो भन्दै म बिदा हुन्छु। बाई बाई।